चाहिँ खण्ड भयो फेरि पनि हामीलाई स्वागत गर्न चाहन्छु। आयो हजुर पनि सन्चै हुनुहुन्छ, सो म पनि सन्चै छु। अनि आज चाहिँ मेलातिर गइरहेको गाइज। अनि अब चाहिँ के भनौँ अब यति नै भन्न चाहन्छु। फाइनली मेलामा नि प्रवेश गरिरहे साथीहरू। अब त्यो मेलातिर हालिसक्यो, देख्न सक्नुहुन्छ। माहौल चाहिँ बबाल छ है फेरि यहाँ लिबाङमा। गाउँदेखि केटाहरू आछन् अनि त्यही भएर चाहिँ त्यही मौकामा सोचेर हामी साथी गाउँका केटाहरूसँग थुप्रो राखेर हामी मेलाभित्र इन्ट्री हान्नु सक्यौँ होइन। अब त्यही नै हो यार। पब्लिकबाट खासै कस्तो अर्को अरे कम्फर्टेबल नै नमिल्ने क्या यार। अर्कै अनएक्सपेक्टेड भइरहेको छ मलाई चाहिँ होइन, नसोचेको पब्लिकले बोल्नै सकिरहेको छु यहाँ। माहौल चाहिँ बबाल छैन गाइज। सो के हुन्छ चस्माहरू आम्मामा अहिले केटाहरू किन्छन् होला सायद होइन। के हो गाइस खानेकुराको त हो के हो यस्तो। म त पुरै वक्त पैसा भएपछि सबै लगिदिन्थेँ यार, पैसा भएपछि सबै लगिदिन्थेँ यार। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। हेर्न सक्नुहुन्छ केटीहरूको पेन्टी, सक्नुहुन्छ केटीहरूको पेन्टी। Oh my God! Wow! पब्लिकमा लास्ट अर्कै भइरहेको माहौल चाहिँ यस्तो बवाल छ, माहौल यस्तो बवाल छ मैले नसोचेको माहौल भएको छ होइन। मान्छेहरू कस्तो भिड हो गाँठे, जुत्ताहरू नि बवाल छ। त्यहाँ मान्छे छन् हो रोल्पामा नि नसोचेको होइन, हुल चाहिँ बबाल छ नि। मैले सोचेको थिएन यतिको भिड हुन्छ भन्ने त मैले सोचेको छैन। त्यही हो गाइज। चौडाहरू बबाल छ, पैसै छैन यार गाइज, के गर्नु बबाल छ, पैसै छैन यार गाइज, के गर्नु नहीं। रमाइलो भइरहेछ माहौल होइन, एकदम बबाल छ। केटाहरू आउँदैछन्, आइरहँदैन दामी क्या तन्नाहरू पाइरहेछ पैसा नभएर रक्मै। ओ घडी, क्या दामी घडी यार, पैसा भएपछि म लगिदिन्छु। सो फाइनली स्टेसमा भाइसक्यो होइन, देख्नु सक्नुहुन्छ हाम्रो स्टेस यता चाहिँ। सो नास्ता गर्छन्, त्यही हो हुनेछ एकदम दामी। म त खेल्न सक्दैन। यति बेला हाम्रो मास्टर रोल्पाको वरिष्ठ उपाध्यक्ष र सिगरेट उपाध्यक्ष खुब जग्गा हिँड्नु भएको छ। छिटो स्टेजमा पनि म स्वागत गर्न आएको छु।
बाबाको बेला छ उपाध्यक्षज्यूलाई मलाई त कस्तो मलाई कसरी छ बहिनी सहीको छ कता अब सायद भान्जी जानु लागेर छन् अब गाउँतिर नै ल भान्ज गाउँतिरै भेटौँ ल पानी खाने हो कि भाइले पानी जिल्लो पानी कृषि हो कति तातो हो त पानी गरेको पानी हो राम्रो हुन्छ खानालाई Yeah, boy. बहिनीहरू नि आएर छन् सुन्छ त यो चाहिँ मेरो बहिनी हो गाइज नानीहरू हामी त बाहिरदेखि खाएर आएको हामी त खान्नौँ त्यही नै हो अब के हो यस्तो यार पुरै भिड छ यार आज त अस्ति त होइन राम्रो छैन यार एउटा यार अब तेरो इच्छा किन्छस् भने किन हुँदैन पैसा छैन मेरो त पैसा यस्तो छैन खै दाइ कस्तो हुँदो रहेछ गाइस कस्तो देखिरहेको छु कमेन्टमा कमेन्ट हाल्नु लाउनु दाइ किन्छ सिट किन्दिनुहोस् भन्न किनिदिनुहोस् Oye, la.
हामी आउँछ फोटो खिच्छौँ